हेर्नुस् हाम्रो देशको विकासको अवस्था। यो महोत्तरी जिल्लाको रामगोपालपुर वार्ड नम्बर 6 मा रहेको न यतातिर कुनै बाटो देखिएको छ, न त्यो पुल पारी उता नै कुनै बाटो देखिएको छ, पुरै जङ्गल रहेको छ। तर यहाँ यो पुलको उद्घाटन 2079 पूर्व नै भएको थियो, योभन्दा गत पूर्व 74 सालको चुनाव भए पश्चात। तर हालसम्म पनि यो पुलको अवस्था यस्तो दयनीय रहेको छ। तर यहाँको स्थानीयसँग कुराकानी गर्दाखेरि उहाँले के भन्नुभएको छ भन्दाखेरि हरेक वर्ष यसमा पैसा छुटिरहेको छ। के छ यो साँचो हो? वास्तविक कुरा भन्नुभयो भने यो 2074 सालको चुनावमा नेकपा माओवादी केन्द्रको अशोक कुमार मण्डल मेयर थियो, उहाँको योजनामा यो बनेको रहेछ नगरपालिकाबाट नै। तर त्यस पश्चात अब यो रामदुलार शाह नेकपा एमालेबाट जित्नु भएको, हरेक साल यसमा चाहिँ बजेट राख्छन्। त बजेट कहाँ जान्छ, कसरी जान्छ, के गरी जान्छ थाहा हुँदैन। तर यसको हालत यस्तै छ। अनि यो आज त 2083 असार 26 गते भयो होइन? अनि यो भर्खर 2-3 दिन अगाडि अलिकति यो जम्मा इँटा जोडेको देखिएको छ। यसमा कति बजेट आएको थियो हजुरलाई थाहा छ? त्यस सम्बन्धी कुनै अवगत? योभन्दा पहिला 15 लाख रुपियाँ हामीले सुनेको थियो। तर यसको अहिले के कसो छ, हिजो राति नै हामीले देखेको हो। इट सिट गरेर त्यो जोडाइ गरिरहेको थियो मिस्त्रीहरूले त्यो रातिको समयमा। त्यस पश्चात अरू केही थाहा छैन हामीलाई। हेर्नुभएकोलाई यो दृश्य, यो भिडियो क्या शानदार तरिकाले विकास गरिएको छ। महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका वार्ड नम्बर 6 मा 2074 सालमा यो पुलको उद्घाटन भएको छ। लगभग 8 वर्ष बढी भइसक्यो। तर न बाटोको थाहा छ कहाँ छ, बाटो कसरी पुल बनाएको होला, किन बनाउँदै होला, र बनाउँदैछ भने किन सम्पन्न भएको छैन होला। र प्रत्येक वर्ष बजेट आउँछ भनेर त्यहाँका स्थानीयको मुखबाट तपाईँले सुन्नुभयो। अब यसलाई त हामी तपाईँले लुट भन्नुभयो भने हामी तपाईँले गाली गर्छ नेताहरूले, हामी तपाईँ यसलाई भ्रष्टाचार भन्नुभयो हामी तपाईँलाई गाली गर्छ। यो लुट होइन, यो भ्रष्टाचार होइन, यो राम्रो काम हो। उहाँलाई पुरस्कार दिनुपर्छ र पुरस्कृत गरेर गिनिज बुकमा नाम लेखाउनुपर्छ उहाँको जोसुकै मेयर भए पनि, जोसुकै स्थानीय भए पनि। र अहिलेका माननीयज्यूहरूले पनि यसमा ध्यान दिनुपर्ने होला। अर्को यसमा एउटा कुरा के गर्न चाहे मैले, यो अहिलेका सरकारले कहाँ ध्यान दिने हो र कसरी कन्ट्रोल गर्न सकिन्छ यो भ्रष्टाचार। लगभग नेपालको प्रायजसो मधेसका हरेक नगरपालिकामा केही न केही कुनै न कुनै सिस्टममा, कुनै न कुनै संरचनामा लुट गरेकै छन् र लापरवाही गरेका छन्, गद्दारी गरेका छन्। यी सबै देश डुबाउनमा यी सबै भ्रष्ट मेयर होस्, वार्डाध्यक्ष होस्, वा अहिलेका माननीयहरू होस्, वा पहिलेका माननीयहरू होस्, यी सबैको योगदान छ। अब नेतालाई कसरी र कुन हिसाबले राम्रो भन्ने हो, कुन हिसाबले उहाँको के अरे सराहना गरिदिनु हो, तपाईँहरूले विचार गर्दै थियो। यो कुन तरिकाको विकास हो? यो पुल हेर्नु, कुन मोडलको पुल हो यो? 8 वर्षमा पुलको आधीभन्दा पनि आधी काम भएको छैन। न त यहाँ कतै बाटो देखिएका छन्। लुट होइन यो? अब यी काम गराउनेहरूलाई पाप लाग्दैन र? कहाँ जङ्गल झाडीमा गएर पुल बनाइदिएको छ, नदी नालाको थाहा छ। अहिले वर्षाको सिजनमा पानी पनि कतै देखिएको छैन। पुल बनाउँदैछन्, प्रत्येक वर्ष बजेट आउँछ, लुट्छन् खालि। अब यी लुटेर चोर दलाल फटाहरूलाई तपाईँहरूले के गरिदिनु होला, के भनिदिनु होला, कमेन्ट मार्फत भनिदिनु होला। र एउटै म आग्रह गर्न चाहन्छु, यो सरकारले यदि अहिलेका मेयर वा पहिलेका मेयर, अहिलेका माननीय वा पहिलेका माननीय ठिक भएन भने कि हामी तपाईँले यो भ्रष्टाचार कन्ट्रोल गर्न सक्छौँ त? पहिले पनि सक्दैन, कदापि सक्दैन, कसैको हिम्मत पनि छैन। पहिला हामी सचिनुपर्छ, बल्ल सरकार सचिने हो। अब सरकारले जति टाइट गरे पनि कुनै न कुनै बहाना, कुनै न कुनै योजना बनाएर लुट त भइराखेको छ। इमान्दारितापूर्वक यहाँहरूलाई तलबले पुगेको छैन, गाडी सुविधाले पुगेको छैन, बालबच्चाले महँगो स्कुलमा पढाएका छन् पुगेका छैन, गरिब वेदान्त कस्तो स्कुलमा पढेका छन् बालबच्चा, त्यो मतलब छैन। कहाँ हिँडेछन्, हिलोमा हिँडेछन् कि पानीमा हिँडेको छन् मतलब छैन। उहाँहरूले समस्याबाट त प्लेनमा जान्छन्। यो लुट होइन, यसलाई लुट भन्ने होइन कि के भन्ने हो? विचार गर्नु होला हजुरहरूले।